परमेश्वरको नाउँ चाहिँ अति नै उच्चा भएको परमेश्वर उचालिनु भएको छ भने म घोषणा गर्दछु। अनि आज मैले तपाईँहरूको बिचमा एउटा छोटो वचन लिएर आएको छु। अनि त्यो चाहिँ हामी चाहिँ परमेश्वरले चाहिँ यस पृथ्वीमा चाहिँ हाम्रो जीवनमा परमेश्वरले चाहिँ एउटा ठुलो योजना लिएर हामीलाई परमेश्वरले यस पृथ्वीमा पठाउनु भएको छ। हामी यस पृथ्वीमा हामी त्यतिकै छैनौँ, तर परमेश्वरको बहुमूल्य कुरा लिएर हामी चाहिँ यस पृथ्वीमा उहाँको महिमा गर्नको लागि हामी यस पृथ्वीमा छौँ। म आज तपाईँहरूको बिचमा यो वचन लिएर आएको छु कि हाम्रो जीवनमा परमेश्वरको ठुलो योजना छ। अनि हामी यस पृथ्वीमा चाहिँ परमेश्वरको योजना लिएर चाहिँ हामी यस पृथ्वीमा आएको छु भनेर वचन तपाईँको अगाडि यो टपिक लिएर आएको छु। अनि आजको वचन चाहिँ म तपाईँहरूमा राख्न चाहन्छु। जेरेमिया च्याप्टर 1:5 1:5 चाहिँ के भनेको छ भने चाहिँ परमेश्वरले चाहिँ जेरेमियालाई चाहिँ भन्नुभएको थियो, म तिमीलाई आमाको गर्भमा आउनुभन्दा अगाडि नै मैले तिमीलाई छुट्याएको, तिमीलाई चिनेको, तिमीलाई जानेको हो भनेर चाहिँ यसरी परमेश्वरको वचनमा भनेको छ। म तपाईँहरूको बिचमा वचन पढ्दिनँ, तर म तपाईँलाई बाइबल वर्स दिइकन तपाईँ घरमा पढ्न सक्नुहुनेछ। अनि परमेश्वरको वचन जेरेमिया 1:5 चाहिँ के भनेको छ भने चाहिँ मैले आमाको गर्भमा आउनुभन्दा अगाडि नै मैले चुनेको छु, मैले जानेको छु, मैले तिमीलाई अभिषेक गरेको छु, मेरो प्रोफेटको लागि मैले अभिषेक गरेको छु भनेर यहाँ परमेश्वरको वचनमा भनेको छ। अनि हामी फेरि पनि गलाती 1:15 पनि हामी हेऱ्यो भने पौलले पनि त्यही कुरा भनेको छ, मेरो आमाको गर्भमा आउनुभन्दा अगाडि नै परमेश्वरले चाहिँ मलाई उहाँको महिमाको लागि, उहाँको सुसमाचार सुनाउनुको लागि, उहाँको वचन बोल्नुको लागि नै परमेश्वरले मलाई आमाको गर्भमा आउनुभन्दा अगाडि नै आमाको गर्भमा हुँदाखेरि परमेश्वरले मलाई चुनेको, परमेश्वरले मलाई सेट एपार्ट भनेको छ इङ्ग्लिस बाइबलमा। परमेश्वरले चाहिँ उहाँको महिमाको लागि चाहिँ छुट्याएको भनेर चाहिँ गलाती 1:15 हामी हेर्छौँ भने त्यहाँ छुट्याएको भनेको छ। परमेश्वरले चाहिँ आज जेरेमियालाई अनि पौललाई चाहिँ परमेश्वरले चाहिँ उहाँको महिमाको लागि चाहिँ छुट्याएको कुराहरू हामी भेटाउँछौँ। परमेश्वरले चाहिँ उहाँको महिमाको लागि चाहिँ परमेश्वरले चाहिँ जेरेमियालाई पौललाई चाहिँ परमेश्वरले छुट्याउनु भयो। आज परमेश्वरले तपाईँ र मलाई पनि हाम्रो आमाको गर्भमा आउनुभन्दा अगाडि नै परमेश्वरले तपाईँलाई चिन्नुहुन्थ्यो, परमेश्वरले मलाई चिन्नुहुन्थ्यो। परमेश्वरले उहाँको ठुलो योजना लिएर परमेश्वरले तपाईँ र अनि मलाई यस पृथ्वीमा पठाउनु भएको छ। परमेश्वरको ठुलो अभिषेक लिएर, परमेश्वरको ठुलो शक्तिशाली कुरा लिएर, जसरी जेरेमिया यस पृथ्वीमा आएर उहाँले परमेश्वरको महिमा गर्यो, जसरी पौलले उसको परमेश्वरको योजना मलाई पनि परमेश्वरले शक्तिशाली बनाउनु भएको छ। तपाईँ र म कुन घरानामा जन्म्यो होइन, तपाईँ र म कहाँ जन्म्यो होइन, तपाईँ र मेरो ब्याकग्राउन्ड के थियो होइन, तपाईँ र म चाहिँ कहाँबाट आएको होइन, तपाईँ र म चाहिँ के हो भनेर होइन, कुन परिवारमा जन्मियो, के भयो, कसो भयो होइन। तर म एउटै कुरा भन्न चाहन्छु, तपाईँ र म चाहिँ परमेश्वरले ठुलो योजना लिएर हामी चाहिँ यस पृथ्वीमा जन्मेको छौँ, हामी यस पृथ्वीमा हामी आएको छौँ। परमेश्वरको बहुमूल्य योजनामा परमेश्वरको शक्तिशाली अभिषेक लिएर हामी चाहिँ यस पृथ्वीमा आएको छौँ। आमेन। किनभने परमेश्वरले तपाईँ अनि मलाई बनाउँदै गर्दा उहाँको योजनामा तपाईँ अनि म चाहिँ बनेको। परमेश्वरको योजना बिना हामी बनेको होइन, परमेश्वरको योजना बिना हामी यस पृथ्वीमा आएको होइन, तर परमेश्वरको बहुमूल्य, परमेश्वरको शक्तिशाली अभिषेक लिएर हामी यस पृथ्वीमा जन्मेको छ। किन परमेश्वरले हामीलाई यस पृथ्वीमा पठाउनु भएको छ भने चाहिँ उहाँको महिमा गर्नु, उहाँको योजनालाई पुरा गर्नु, उहाँको इच्छालाई पुरा गर्नको लागि चाहिँ हामी यस पृथ्वीमा छौँ। हाम्रो योजना, हाम्रो इच्छा पुरा गर्नको लागि होइन, तर परमेश्वरको बहुमूल्य इच्छा र परमेश्वरको योजना पुरा गर्नको लागि हामी यस पृथ्वीमा छौँ। आमेन। जसरी जेरेमियाले परमेश्वरको बहुमूल्य योजनामा परमेश्वरले उसको योजना,
उसको इच्छा मारिकन उनले परमेश्वरको इच्छालाई पुरा गर्यो, परमेश्वरको योजनालाई पुरा गर्यो, परमेश्वरले गर्न दिनुभयो। किनभने ऊ चाहिँ परमेश्वरको योजनामा बनेको थियो अनि उसले परमेश्वरले त्यो योजनाभित्र ल्याउनु भयो अनि उसको जीवनबाट परमेश्वरको ठुलो महिमा भयो। हामी पौलको जीवनमा हेऱ्यो भने पौल पनि क्रिस्चियन फ्यामिली हो, पौल पनि परमेश्वरलाई पाएर आएको होइन। जन पौल चाहिँ ख्रिस्टको विरोधी थियो, ख्रिस्टको मानिसहरूलाई मार्ने गर्थ्यो। त्यस्तो हुँदै गर्दा पनि पौल चाहिँ त्यो नराम्रो व्यवहार हुँदै गर्दा त्यो उसले टर्चर गर्दै गर्दा पनि पौल परमेश्वरलाई थाहा थियो कि पौल चाहिँ मेरो सुन्दर योजनामा चाहिँ यस पृथ्वीमा आएको छ, पौल चाहिँ मेरो सुन्दर योजनामा चाहिँ यस पृथ्वीमा आएको छ भने परमेश्वरलाई थाहा थियो। पौललाई थाहा थिएन, मान्छेलाई थाहा थिएन कि परमेश्वरको योजना सुन्दर योजनामा चाहिँ पौल चाहिँ यस पृथ्वीमा आएको छ भनेर मानिसलाई थाहा थिएन। किनभने ऊ चाहिँ ख्रिस्ट विरोधी थियो, ख्रिस्टको मानिसहरूलाई मार्ने गर्थ्यो। त्यही कारण मानिसहरूले चाहिँ थाहा थिएन कि पौल चाहिँ परमेश्वरको बहुमूल्य योजनामा यस पृथ्वीमा आएको थियो भनेर थाहा थिएन। तर परमेश्वरलाई चाहिँ थाहा थियो कि मेरो छोरा पौलले चाहिँ मेरो महिमा गर्छ भनेर परमेश्वरलाई थाहा थियो। अनि जब परमेश्वरले बोलाउनु भयो अनि परमेश्वरको योजनामा परमेश्वरले पौललाई शक्तिशाली रूपमा चलायो, शक्तिशाली रूपमा चलायो। धेरै मानिसले परमेश्वरलाई चिन्ने मौका भयो। पौलको द्वाराले हामीले आज टिचिङहरू पाइरहेको छ, थुप्रो कुरा हामीले पायौँ। त्यो बेला मात्र होइन, आजसम्म पनि हामीले पौलको कुराहरूबाट, पौलको जीवन गवाईहरूद्वाराले, पौलले सेवकाईको गरेको द्वाराले हामीले परमेश्वरको कामलाई हामी त्यो परमेश्वर उसले गरेको परमेश्वरको कामद्वाराले आज हामी आशिषित भइरहेको छौँ। अनि अहिले पनि हामी त्यही कुराहरू गरिरहेको छौँ किनभने परमेश्वरको योजनामा, शक्तिशाली योजनामा चाहिँ पौल चाहिँ बनेको थियो। अनि तपाईँ र अनि म पनि आज हाम्रो परिस्थिति जे पनि होला, हामी जस्तो पनि छ होला, तर केही छैन, परमेश्वरको बहुमूल्य योजनामा हामी बनेको छ। अनि आफ्नो समयमा परमेश्वर त्यो बहुमूल्य काम तपाईँ र मेरो जीवनमा परमेश्वरले अवश्य नै गर्नुहुन्छ। किनभने हामी चाहिँ हाम्रो इच्छा पुरा गर्नको लागि छैनौँ, हामी परमेश्वरको इच्छालाई पुरा गर्नको लागि छौँ। जसरी पौलले उसको इच्छालाई मारिकन उसले परमेश्वरको इच्छालाई पुरा गर्यो, जसरी पौलले उसको डिजायरहरूलाई, उसको चाहनाहरूलाई मारिकन उसले परमेश्वरको चाहनालाई उसको जीवनमा पुरा हुन दियो। किनभने पौललाई थाहा थियो कि मलाई चाहिँ आमाको गर्भमा आउनुभन्दा अगाडि नै परमेश्वरले मलाई चुनेको थियो, उहाँको महिमा गर्नु, उहाँको सुसमाचार सुनाउनुको लागि चाहिँ परमेश्वरले मलाई बनाएको थियो भनेर यहाँ पौलले भनेको कुरा हामी भेटाउँछौँ। अनि परमेश्वरले चाहिँ हामी आइजाया परमेश्वरले चाहिँ जब हामीलाई चुन्नुभयो, हामीलाई बोलाउनु भयो नि, परमेश्वरले हामीलाई साधारण गरी बोलाउनु भएन, तर परमेश्वरले हामीलाई अभिषेक गरिकन परमेश्वरले हामीलाई चुन्नु भएको। हामी चाहिँ चुनेको व्यक्तिहरू हो, हामी चाहिँ चुनेको व्यक्तिहरू, बोलाएको होइन, तर हामी चाहिँ चुनेको, तपाईँ र म चाहिँ चुनेको व्यक्ति हो। किनभने परमेश्वरले हामीलाई चुनिकन हामीलाई अभिषेक गरिकन उहाँको योजनामा परमेश्वरले हामीलाई चलाउन चाहनुहुन्छ नि परमेश्वरले हामीलाई हाम्रो जीवनमा आफ्नो महिमा लिनु चाहनुहुँदैछ। त्यही कारण हामी चाहिँ बोलाएको होइन, हामी चुनेको कारण चाहिँ परमेश्वरले हामीलाई चुनिकन हामीलाई अवश्य गरिकन उहाँको महिमाको कारण हामीलाई परमेश्वरले चलाउन चाहनुहुन्छ। हामी हेर्छौँ भने आइजाया, म तपाईँलाई वचन दिन्छु, आइजाया 43:10 मा हामी हेर्छौँ, आइजाया 43:10 मा, अनि हामी आइजाया 61:1 मा, अनि पहिला फर्स्ट पिटर च्याप्टर 2:9 मा हामी हेर्छौँ भने परमेश्वरले चाहिँ हामीलाई चाहिँ चुन्नु भएको, परमेश्वरले हामीलाई चुन्नु मात्र भएन, तर परमेश्वरले हामीलाई एनोइन्ट गर्नुभयो, परमेश्वरले हामीलाई चुनिकन परमेश्वरले हामीलाई अभिषेक गर्नुभयो। किन त अभिषेक गर्नुभयो, किन त परमेश्वरले तपाईँ र मलाई बनाउनु भयो, किन चाहिँ परमेश्वरले हामीलाई चुन्नुभयो त, किन परमेश्वरले हामीलाई यस पृथ्वीमा पठाउनु भयो त, किन हामीलाई अभिषेक गर्नुभयो त, किन अभिषेक गर्नुभयो परमेश्वरले तपाईँ र अनि मलाई, किन परमेश्वरले हामीलाई चुन्नुभयो, किन परमेश्वरले हामीलाई यस पृथ्वीमा पठाउनु भएको छ। परमेश्वरको ठुलो योजना तपाईँ र मेरो जीवनमा भएको कारण नै प्रभुले तपाईँ र मलाई चुन्नु भएको। हजारौँ व्यक्तिहरू बिचमा, हजारौँ मानिसहरूको बिचमा, त्यो भिडको बिचमा पनि परमेश्वरले तपाईँ अनि मलाई चुन्नुभयो, तपाईँ अनि मलाई अभिषेक गर्नुभयो। किन अभिषेक गर्नुभयो, किन तपाईँ र म चाहिँ यस पृथ्वीमा छौँ भन्दाखेरि चाहिँ हामी चाहिँ उहाँको सुन्दर योजनामा हामी यस पृथ्वीमा छौँ। अनि परमेश्वरले किन अभिषेक गर्नुभयो, किन हामीलाई चुन्नुभयो भन्दै गर्दा चाहिँ नि परमेश्वरले तपाईँ र मेरो जीवन
जीवनमा उहाँको महिमा लिन चाहनुहुन्छ। उहाँले तपाईँ र मेरो जीवनमा नयाँ काम गर्न चाहनुहुन्छ, शक्तिशाली काम गर्न चाहनुहुन्छ। आँखाले नदेखेको, कानले नसुनेको काम चाहिँ तपाईँ र अनि मेरो जीवनमा परमेश्वरले गर्न चाहनुहुन्छ। प्रभुले भन्छ सारा संसार जाउँ, मेरो सुसमाचार सुनाऊ। किन हामीलाई अभिषेक गर्नुभयो, किन हामीलाई यस पृथ्वीमा पठाउनु भयो, किन हामीलाई चुन्नुभयो भनेर चाहिँ हामीले चाहिँ उहाँको महिमा ल्याउनको लागि, यस पृथ्वीमा उहाँको योजनालाई पुरा गर्नको लागि, उहाँको इच्छालाई पुरा गर्नको लागि, उहाँको महिमा गर्नको लागि चाहिँ हामीलाई परमेश्वरले यस पृथ्वीमा पठाउनु भएको छ। यस पृथ्वीमा किन आएको कुरा किन पठायो भने चाहिँ शैतानको योजनाहरू भत्काइकन परमेश्वरको योजनालाई आज पुरा गर्नको लागि हामी यस पृथ्वीमा छौँ। आज कतिचोटि शैतानले चाहिँ मानिसहरूको जीवनमा परमेश्वरको इच्छालाई पुरा गर्नु दिएको छैन, तर आफ्नो इच्छाको घरहरूलाई मानिसहरूको जीवनमा शैतानले बनाइरहेको छ। आज परमेश्वरले चाहिँ त्यो शैतानले बनाएको घरहरू, शैतानले बनाएको योजनाहरूलाई प्रभु भत्काउन चाहनुहुन्छ आजको दिनमा। आमेन। अनि तपाईँ र मेरो जीवनमा परमेश्वरको योजनाको घर बनाउन चाहनुहुन्छ, परमेश्वरको इच्छाको घरहरू परमेश्वरले तपाईँ र मेरो जीवनमा परमेश्वरले बनाउन चाहनुहुन्छ। यदि तपाईँ तयार हुनुहुन्छ, तपाईँ विश्वासको साथमा उभिनुहुन्छ, तपाईँ खडा गर्नुहुन्छ विश्वासमा, परमेश्वरले उहाँको इच्छाको योजनाको काम अब तपाईँ र मेरो जीवनमा परमेश्वरले सुरु गर्नुहुन्छ अनि परमेश्वर त्यसमा आफ्नो महिमा लिनुहुन्छ। हामी त्यतिकै यस पृथ्वीमा छैनौँ, हामी साधारण व्यक्ति होइन, तर परमेश्वरले स्वर्गबाट दिएको अभिषेक, परमेश्वरले हामीलाई अभिषेक गरिकन, परमेश्वरले हामीलाई उहाँको समाजले भरिकन, परमेश्वरले उहाँको आत्माले भरिकन परमेश्वरले हामीलाई यस पृथ्वीमा पठाउनु भएको छ। यिनी उहाँको योजना पुरा गर्नुको लागि, शैतानको योजनालाई भत्काइकन परमेश्वरको योजनालाई पुरा गर्नुको लागि परमेश्वरले हामीलाई यस पृथ्वीमा पठाउनु भएको छ। शैतानको राज्यलाई भत्काइकन परमेश्वरको राज्यलाई आज इस्टाब्लिस गर्नुको लागि, परमेश्वरको राज्यलाई बनाउनुको लागि चाहिँ परमेश्वरले तपाईँ अनि मलाई बनाउनु भएको। परमेश्वरले उहाँको योजनाको घरहरू बनाउनु, आज उहाँको महिमाको घरहरू बनाउनुको कारणले परमेश्वरले तपाईँ अनि मलाई यस पृथ्वीमा पठाउनु भएको छ। अनि हामी चाहिँ बहुमूल्य, हामी साधारण व्यक्ति होइन, हामी चाहिँ शक्तिशाली व्यक्तिहरू हो। किनभने परमेश्वरले चाहिँ हामीलाई अभिषेक गर्नुभएको छ, परमेश्वरले उहाँको आत्माले हामीलाई भर्नु भएको छ, परमेश्वरले हामीलाई चुन्नु भएको, परमेश्वरले हामीलाई चुनेको कारण तपाईँ र मेरो जीवन चाहिँ बहुमूल्य छ, तपाईँ र मेरो जीवन चाहिँ शक्तिशाली छ। हामी त्यतिकै साधारण व्यक्ति होइन। तर यहाँ बाइबलमा के भन्छ भने पहिला पिटर 2:9 चाहिँ के भनेको छ भने आज हामी चाहिँ रोयल पिसवुड भनेको छ। आज इङ्ग्लिस बाइबलमा भनेको छ हामी चाहिँ राजपुजारीहरू, अब नेपालीमा के भन्छ मलाई थाहा होइन, तर राजपुजारी भन्छ होला सायद, राजपुजारी हामी चाहिँ परमेश्वरले चाहिँ आज प्रिस्टहुडको त्यो स्थानमा परमेश्वरले तपाईँ अनि मलाई राख्नु भएको छ। परमेश्वर हाम्रो राजा हो अनि हामी चाहिँ राजाको सन्तानहरू, हामी चाहिँ राजाको दुलैनीहरू हो, हामी चाहिँ राजाको छोराछोरी हो, हामी चाहिँ राजाको सन्तान हो। त्यही कारण हामी चाहिँ साधारण व्यक्ति होइन, तर तपाईँ र म चाहिँ शक्तिशाली व्यक्ति हो। आमेन। तपाईँ र मेरो जीवनमा परमेश्वरले ठुलो योजना राख्नु भएको छ। उहाँले आफ्नो महिमा तपाईँ र मेरो जीवनबाट लिँदै हुनुहुन्छ। उहाँले शैतानको योजनाहरू अब भत्काउँदै हुनुहुन्छ। यो अन्तिम दिनमा हामी छौँ। परमेश्वरले चाहिँ दुष्टको राज्यलाई भत्काउनुको लागि अनि उहाँको राज्यलाई यस पृथ्वीमा ल्याउनुको लागि, मण्डलीहरूलाई तयारी पार्नुको लागि, दाग नलागेको, चाउरी नपरेको मण्डली तयारी गर्नुको लागि नै परमेश्वरले तपाईँ अनि मलाई यस पृथ्वीमा पठाउनु भएको, तपाईँ अनि मलाई परमेश्वरले चुन्नु भएको, तपाईँ अनि मलाई अभिषेक गर्नुभएको। म तपाईँलाई आजको दिनमा के भन्न चाहन्छु भने तपाईँ चाहिँ राजाको सन्तान हो, तपाईँ राजाको छोराछोरी हो, तपाईँ राजाको एउटा दुलैनी हो। किनभने परमेश्वरले चाहिँ आज परमेश्वर हाम्रो आमा, परमेश्वर हाम्रो बाबा, उहाँ हाम्रो सबै कुरो हुनुहुन्छ। हाम्रो परमेश्वर राजा हुनुहुन्छ भने तपाईँ अनि म पनि हामी चाहिँ राजाको सन्तान हो। म के भन्न चाहन्छु, तपाईँ शक्तिशाली हुनुहुन्छ, तपाईँ राजाको सन्तान हुनुहुन्छ, तपाईँ अभिषेक, परमेश्वर अभिषेक गरेको, राजाले अभिषेक गरेको व्यक्ति हो। तपाईँ आज तपाईँ साधारण व्यक्ति होइन, तर तपाईँ चाहिँ शक्तिशाली व्यक्ति हो। आमेन। तपाईँको जीवनमा परमेश्वरको योजना अब पुरा हुनेछ, परमेश्वरको शक्तिशाली योजना पुरा हुन्छ। किनभने परमेश्वर तपाईँ अनि मलाई अभिषेक गर्नुभएको छ। परमेश्वरले तपाईँ अनि मलाई उहाँको योजनामा यस पृथ्वीमा पठाउनु भएको छ। हामीलाई आमाको गर्भमा आउनुभन्दा अगाडि नै परमेश्वरले चाहिँ तपाईँ अनि मलाई चाहिँ परमेश्वरले चुन्नु भएको।
तपाईँले भन्दै आज यो वचन बोल्दै गर्दा तपाईँले सोच्नुहुन्छ कसरी हामी चाहिँ राज पुजारी कसरी हुन्छ हुँदैन जति भने पनि त्यही हो जति गरे पनि त्यही हो भन्दै हुनुहुन्छ होला तर म यो चाहिँ फेरि तपाईँको बिचमा एउटा वचन राख्न चाहन्छु परमेश्वरको वचनले चाहिँ के भन्छ भने आइजाया 55 को वर्स 8 in 9 मा 8 र 9 मा आइजाया 55 को 8 र 9 मा चाहिँ के भन्छ भने आज हाम्रो सोच र तिम्रो सोच र मेरो सोच मिल्दैन भन्नुभएको छ मेरो योजना मेरो बाटो र तिम्रो बाटो मिल्दैन किनभने स्वर्ग र पृथ्वी पनि नमिलेको स्वर्ग र पृथ्वी कहिले पनि मिल्न सक्दैन त्यसरी नै तेरो योजना र मेरो योजना मिल्दैन तेरो सोचाइ र मेरो सोचाइ मिल्दैन तेरो बाटो र मेरो बाटो चाहिँ मिल्दैन भने अलरेडी नै परमेश्वरले भन्नुभएको छ हामीले सोचेको भन्दा भर्खर परमेश्वरले सोच्नुहुन्छ हाम्रो लागि हामी सोचेकोलाई हामी साधारण छौँ हामी केही पनि गर्न सक्दैन लामो बाइबल पढ्न सक्दिन लामो वचन पढ्न सक्दिन लामो प्रार्थना गर्न सक्दिन लामो मान्छे त्यस्तो ट्यालेन्टेड छुइनँ लामो पढा लेखा छुइनँ लामो उनीहरू त्यस्तो प्रार्थना गर्न सक्दिन लामो उनीहरू त्यस्तो वचन बोल्न सक्दिन भन्दै हुनुहुन्छ होला त्यसो तपाईँको एउटा तपाईँको सोच हो त्यो चाहिँ तपाईँको सोच ला मेरो बाटो त अब के हुने होला ला कसो हुने होला अब के गर्नुपर्छ के गर्नु हुँदैन ला प्रभु के त भयो भएन के गर्नु है प्रभु भन्दै होला तर तपाईँको योजना र मेरो परमेश्वरको योजनामा धेरै फरक छ हामीले यति कुरा सोचिरहेको हुन्छ तर परमेश्वर हाम्रो लागि यति कुरा सोच्नुहुन्छ अनि उहाँ क्रुसमा पनि यसरी नै उहाँ तानिनु भयो अनि परमेश्वरले हाम्रो लागि चाहिँ यति सोच्नुहुन्छ हामीले यति सोचिरहेको हुन्छ तर परमेश्वरले हाम्रो लागि यति सोच्नुहुन्छ हामीले यत्रो बाटो खोजिरहेको हुन्छ तर परमेश्वरले हाम्रो ठुलो बाटो राखिदिनु भएको छ हामीले यत्रो योजना बनाइरहेको हुन्छ तर परमेश्वरले हाम्रो लागि ठुलो योजना बनाइराख्नु भएको छ त्यही कारण म तपाईँलाई यो वचनमा के भन्छु भने तपाईँ र म चाहिँ बहुमूल्य छ हाम्रो परिस्थिति हामी आफैले हेर्दै गर्दा मान्छेले हामीलाई हेर्दै गर्दा हामी केही पनि होइन होला तर परमेश्वरको नजरमा हामी चाहिँ बहुमूल्य छौँ परमेश्वरको आँखा अगाडि हामी चाहिँ शक्तिशाली छौँ परमेश्वरको आँखा अगाडि चाहिँ हामी चाहिँ बहुमूल्य छौँ बहुमूल्य तपाईँ र म चाहिँ मान्छेको अगाडि होइन तर परमेश्वरको अगाडि हामी बहुमूल्य छौँ हामी सानो कुरा सोचिरहेको होला म त यति नै बहुमूल्य छु भनेर सोचिरहेको होला तर परमेश्वरले भन्नुहुन्छ त्यो यति बहुमूल्य छ हामीले भन्नुहुन्छ होला म चाहिँ यति मात्रै छु होला म यति मात्रै जान्दैछु म यति मात्रै ममा यति मात्रै छ भनेर हामी सोचिरहेको होला तर परमेश्वरले भन्नुहुन्छ तिमी यतिको छौ परमेश्वरले हात फैलाएर भन्नुहुन्छ तिमी यतिको छौ किनभने हाम्रो सोच र परमेश्वरको सोचमा फरक हुन्छ हामी सानो कुरा सोचिरहेको हुन्छ तर परमेश्वरले तपाईँ र मेरो लागि ठुलो कुरा सोचिरहेको हुन्छ हामी सानो कुरा हेरिरहेको हुन्छ तर परमेश्वरले त्योभन्दा बहुमूल्य कुरा परमेश्वरले हाम्रो जीवनमा राखिदिइराख्नु भएको छ आमेन किनभने परमेश्वरले चाहिँ तपाईँ अनि मलाई प्रेम गर्नुहुन्छ अनि तपाईँ अनि मलाई प्रेम गरेको कारणले अनि परमेश्वरले तपाईँ र मलाई विश्वास गरेको कारणले परमेश्वरले यस पृथ्वीमा पठाउनु भएको किन परमेश्वरले चाहिँ हाम्रो जीवनमा सङ्घर्ष आउँछ कष्ट आउँछ अनि त्यति बेला चाहिँ हामी चाहिँ कतिचोटि गनाउँछौँ ला हुँदैन प्रभु हुँदैन जति प्राप्त गर्नु त्यही त हो नि जति वचन पढे पनि त्यही त हो नि जति वचन सुने पनि त्यही त हो नि छिट्नु त्यो भएको जस्तो हुन्छ फेरि भरे त्यस्तै त भइहाल्छ के गर्नु भन्दै तपाईँ सोच्नु हुँदैछ होला तर परमेश्वरले जुन ठाउँमा तपाईँलाई राख्नु भएको छ नि परमेश्वरले नि तपाईँ जुन परिवारबाट आउनु भएको तपाईँ जहाँ पनि हुनुहुन्छ तपाईँ जस्तो ब्याकग्राउन्डबाट आए पनि नि परमेश्वरको योजना तपाईँ अनि मेरो जीवनमा ठुलो छ तपाईँ र म जस्तो पनि होस् तपाईँ म पढालेखा नहोस् हामी मान्छे जस्तो ट्यालेन्टेड पनि नहोस् केही पनि त्यो कुराले फरकै पर्दैन तर परमेश्वरको नजरमा नि हामी बहुमूल्य छ अनि हामी चाहिँ बहुमूल्य योजना लिएर परमेश्वरले यस पृथ्वीमा पठाउनु भएको छ बहुमूल्य योजना त्यो योजना परमेश्वरले हामी भित्र हाल्दै गर्दा नि परमेश्वरले हामीलाई विश्वास मेरो छोराछोरीले चाहिँ मेरो कुरालाई चाहिँ पुरा गर्छ मेरो योजनालाई चाहिँ पुरा गर्छ भनेर चाहिँ नि परमेश्वरले यस पृथ्वीमा तपाईँ अनि मलाई विश्वास गरिकन परमेश्वरले यस पृथ्वीमा तपाईँ अनि मलाई पठाउनु भएको छ अनि म तपाईँलाई के भन्न चाहन्छु भने कि आज हामीले साँच्चै नै परमेश्वरले हामीलाई विश्वास गरिकन हामीलाई अभिषेक गरिकन हामीलाई उहाँको योजनामा यस पृथ्वीमा हामीलाई परमेश्वरले पठाउनु भएको छ कि हामी साँच्चै नै उहाँको विश्वासमा हामी विश्वास योग्य भएको छौँ
के हामी साँच्चै नै परमेश्वरले हामीलाई विश्वास गरेको हामीले त्यो विश्वासलाई हामी पुरा गर्दैछौँ कि हामीले उहाँको योजना पुरा गर्नु छोडेर हामी आफ्नो योजना पुरा गर्दैछौँ। यदि तपाईँले मैले आफ्नो इच्छालाई पुरा गर्दैछु भने आज दिनदेखि म तपाईँलाई के भन्न चाहन्छु भने हामी परमेश्वरको इच्छालाई पुरा गर्नुपर्छ। हाम्रो इच्छालाई मार्नुपर्छ। हामी परमेश्वरको इच्छालाई हाम्रो जीवनमा पुरा गर्न दिनुपर्छ। जब परमेश्वरको इच्छा हाम्रो जीवनमा पुरा गर्न थाल्छ नि परमेश्वर शक्तिशाली काम गर्नु परमेश्वरले तपाईँ अनि मेरो जीवनमा गर्नुहुन्छ। परमेश्वर त विश्वास गरिकन उहाँको योजनामा परमेश्वरले तपाईँले मलाई यस पृथ्वीमा पठाउनु भएको छ नि त। किन मेरो छोराछोरीले यस मेरो छोराले मेरो छोरीले मेरो योजना पुरा गर्छ भनेर परमेश्वरले तपाईँ मलाई यस पृथ्वीमा पठाउनु भएको छ। कि तपाईँ अनि मैले साँच्चै नै परमेश्वरको त्यो इच्छालाई हामी पुरा गर्दैछौँ कि हामी आफ्नो इच्छालाई पुरा गर्दैछौँ। हामी आफैलाई जान्छौँ आज आफैलाई सोधौँ कि हामी साँच्चै परमेश्वरको इच्छालाई पुरा गर्दैछौँ कि साँच्चै हामी आफ्नो इच्छालाई पुरा गर्दैछौँ कि हामी परमेश्वरको इच्छालाई पुरा गर्दैछौँ। आफैलाई सोधौँ आज किन परमेश्वरले हामीलाई यस पृथ्वीमा पठाउँदै गर्दा हामीले अभिषेक गर्दै गर्दा परमेश्वरले हामीलाई बनाउँदै गर्दा नि मेरो छोराछोरीले गर्नु सक्छ। मेरो महिमाको लागि मैले यो छोरालाई बनाउँदैछु है मेरो महिमाको लागि म यो छोरीलाई बनाउँदैछु भनेर प्रभुले विश्वाससँग नि परमेश्वर तपाईँले मलाई यस पृथ्वीमा पठाउनु भएको छ। विश्वाससँग परमेश्वरले हामीलाई यस पृथ्वीमा पठाउनु भएको छ कि तपाईँले म साँच्चै नै परमेश्वरको इच्छालाई पुरा गर्दैछु। साँच्चै नै परमेश्वरको इच्छालाई हामी यस पृथ्वीमा पुरा गर्दैछौँ कि हामी आफ्नो योजनामा हिँडिरहेको छौँ कि हामी आफ्नो इच्छा पुरा गर्नको लागि हाम्रो आँखाको अभिलाषा हाम्रो आफ्नै अभिलाषामा हामी हिँडिरहेको छौँ। हामी आज आफैलाई जाँच्नेछौँ आफैले हेर्नेछौँ कि हामी आफ्नो इच्छालाई पुरा गर्दैछौँ कि परमेश्वरको इच्छालाई पुरा गर्दैछौँ। आज मेरो जन्मदिन हो मेरो बर्थडे हो आज अनि मैले बिहानै उठेर मैले प्रभुलाई त्यही भने क्या प्रभु तपाईँले मलाई यस पृथ्वीमा त तपाईँको महिमाको लागि पठाउनु भएको कि साँच्चै म तपाईँको इच्छामा जिउँदैछु र यदि म त्यो योजनामा जिएको छ मसँग बोल्नुहोस् प्रभु मलाई काटछाट गर्नुहोस् मेरो हड्डी नसा तपाईँको वचनले काटछाट गरिकन मलाई तपाईँको योजनामा डोराउनुहोस्। अझै तपाईँको त्यो योजनामा मलाई हिँड्नु दिनुहोस् किन तपाईँ बिना मेरो जीवन के पनि छैन भनेर मैले यस बिहानी प्रभुसँग प्रार्थना गर्दै थिएँ कि तपाईँ र म साँच्चै नै परमेश्वरको योजनामा छु। परमेश्वरले तपाईँ र मलाई नै ठुलो महिमाको लागि यस पृथ्वीमा पठाएको छ। हामी जो परमेश्वरको योजनामा हिँड्नु थाल्छ नि परमेश्वरले शक्तिशाली काम तपाईँ अनि मेरो जीवनमा गर्नुहुन्छ गर्नु चाहनुहुन्छ। त्यही कारण हामी तयारी हुन्छन् यो अन्तिम दिनमा परमेश्वर अझै उहाँको अभिषेक हामी माथि गराउन चाहनुहुन्छ अझै शक्तिशाली योजना हाम्रो जीवनमा पुरा गर्न चाहनुहुन्छ। त्यही कारण हामी तयारी हौँ हामी खडा हौँ विश्वासको साथमा हामी खडा हौँ हामी विश्वासीहरू मान्नुपर्ने आमा बाबाहरू दिदी बहिनी दाजुभाइ आउनुहोस् हामी खडा हौँ परमेश्वरको योजनालाई पुरा गर्नको लागि शैतानको योजनालाई भत्काइकन परमेश्वरको योजना पुरा गर्नको लागि हामी खडा हौँ। आउनुहोस् आजदेखि हामी खडा हुनेछौँ परमेश्वरको योजनामा हामी खडा भएर हामी परमेश्वरको महिमा गर्नेछौँ। हालेलुया आमेन। हामी परमेश्वरको इच्छालाई पुरा गर्नेछौँ। अनि म अन्तिम भागमा आएको छु मेरो वचनको अन्तिम भागमा अनि म तपाईँहरूलाई आज म तपाईँहरूलाई आमा बाबा मान्नुपर्ने आमा बाबा अनि दिदी बहिनी दाजुभाइ जतिजना छ मैले तपाईँहरूलाई एउटा छोटो कुरा यो परमेश्वरको वचनमा म छोटो कुरा बताउन चाहन्छु। आज कति आमा बाउले सोच्छ नानीहरूले मेरो नानीहरू त पढ्नु मान्दैन अटेरी छ मेरो नानीहरू यस्तो छ त्यस्तो छ भने हामी नानीहरूप्रति हामीले चाहिँ यति साह्रो नेगेटिभ कुराहरू बोलिरहेको हुन्छ। नानीहरू त त सक्दैनस् त खत्तम छस् त भनेर हामीले नानीहरूलाई चाहिँ नेगेटिभ कुरा बोलिरहेको हुन्छ। तर परमेश्वरको वचनले चाहिँ के भन्छ भन्दाखेरि नि प्रोभर्ब्स 22:6 मा चाहिँ के भन्छ भने चाहिँ नि
नानीहरूलाई असल शिक्षा दिनु भनेको छ। नानीहरूलाई असल बाटो देखाउनु, नानीहरूलाई असल शिक्षा दिनु, किन अन्तिमसम्म चाहिँ त्यो नानी चाहिँ तिमीहरूको साथमा हुन्छ भनेको छ। अनि कलोसी 3:21 पनि हामी हेर्छौँ भने नानीहरूलाई असल कुरा सिकाउनु, नानीहरूलाई नेगेटिभ कुरा होइन, गाली होइन, नराम्रो कुरा होइन, तर राम्रो कुरा हाल्नु भनेर चाहिँ कलोसी 3:21 पनि हामी परमेश्वरको वचनमा हामी हेर्छौँ। आज कति आमा बाउले मेरो नानी खत्तम छ, पढ्नु मान्दैन, अट्टिली छ, हेन तेन तपाईँ भन्दै हुनुहुन्छ भने नि आज म तपाईँलाई के भन्न चाहन्छु भने तपाईँको नानी जस्तो के नै होस्, परमेश्वरलाई धन्यवाद दिनुहोस्, परमेश्वरसँग प्रार्थना गर्नुहोस्, परमेश्वरले अद्भुत काम गर्नुहुन्छ। किनभने परमेश्वरले नि हामी सबैलाई उहाँको योजनामा बनाएको, अनि परमेश्वरको समयमा नि परमेश्वरले तपाईँको छोराछोरीलाई बदलाउनुहुन्छ। यदि तपाईँ विश्वास गर्नुहुन्छ भने नि आजदेखि तपाईँ विश्वासमा खडा हुन्छ भने नि, प्रार्थनामा खडा हुन्छ भने नि परमेश्वर तपाईँको छोराछोरीलाई बदलाउनुहुन्छ। अनि उहाँ परमेश्वरको योजना चाहिँ तपाईँको छोराछोरीमा परमेश्वरले पुरा गर्नुहुन्छ नि, आफ्नो महिमा परमेश्वरले प्रकट गर्नुहुन्छ। तपाईँको छोराछोरी चाहिँ नि खत्तम होइन, तपाईँको छोराछोरी चाहिँ केही पनि होइन, तपाईँको छोरा चाहिँ केही पनि गर्नु सक्दैन होइन। तपाईँलाई म भन्न चाहन्छु आमा बाबाहरू, तपाईँको छोराछोरी चाहिँ नि परमेश्वरको नजरमा बहुमूल्य छ। तपाईँको छोराछोरी चाहिँ नि परमेश्वरको नजरको अगाडि चाहिँ नि शक्तिशाली छ। तपाईँको नानी चाहिँ शक्तिशाली हो। परमेश्वरको शक्तिशाली योजना पुरा गर्ने शक्तिशाली नानी हो। म येशू ख्रीष्टको नाममा घोषणा गर्छु, तपाईँको छोराछोरी चाहिँ शक्तिशाली हो, तपाईँको छोराछोरी चाहिँ बहुमूल्य छ। त्यही कारण तपाईँको छोराछोरीलाई चाहिँ प्रार्थना गर्नुहोस्, इन्करेज गर्नुहोस्, पोजिटिभ बन्नुहोस्। मेरो छोराछोरी चाहिँ परमेश्वरको योजनामा बनेको, मेरो छोराछोरी चाहिँ परमेश्वरको योजनामा परमेश्वरले यस पृथ्वीमा पठाउनु भएको छ। त्यही कारण मेरा छोराछोरी चाहिँ परमेश्वरको नजरमा बहुमूल्य छ, मेरा छोराछोरी शक्तिशाली छ भनेर जब तपाईँ घोषणा गर्न थाल्नुहुन्छ नि, जब तपाईँ विश्वासमा उभिन थाल्नुहुन्छ नि, परमेश्वरले काम गर्न थाल्नुहुन्छ। तपाईँको छोरा साधारण व्यक्ति होइन, तपाईँको छोराछोरी साधारण व्यक्ति होइन, तर तपाईँको छोराछोरी चाहिँ शक्तिशाली हो। तपाईँको छोराछोरी चाहिँ शक्तिशाली हो। तपाईँको छोराछोरी साधारण व्यक्ति होइन, तर तपाईँको छोराछोरी चाहिँ शक्तिशाली हो। म चाहिँ यो भन्न चाहन्छु आमा बाबालाई, तपाईँको छोरा चाहिँ शक्तिशाली हो। पोजिटिभ बोल्नुहोस्, प्रार्थना गर्न थाल्नुहोस्, घरमा जानुहोस्, तपाईँको छोराछोरीको लागि आँसु बगाउनुहोस्। परमेश्वर आफ्नो योजना पुरा गर्न थाल्नुहुन्छ। जब पुरा गर्न थाल्नुहुन्छ नि तपाईँले परमेश्वरको महिमा तपाईँको जीवनबाट बग्दै गरेको, तपाईँको छोराछोरीबाट बग्दै गरेको कुरा तपाईँ देख्नुहुन्छ। अनि म एउटा अर्को कुरा के भन्न चाहन्छु भने म अब छोराछोरीपट्टि जान चाहन्छु। छोराछोरीलाई चाहिँ म के भन्न चाहन्छु भने जतिजना अब छोराछोरी छ, मान्नुपर्ने दिदीहरू, बहिनीहरू, दाजुभाइ जतिजना छ, म तपाईँलाई के भन्न चाहन्छु भने आमा बाबालाई आदर गर्नु। अनि हामी इफिसी 6 हामी 1देखि 3सम्म हेर्छौँ भने नि त्यहाँ चाहिँ के भनेको छ भने नि पहिला कमान्डमेन्ट भनेको छ। यहाँ बाइबलमा चाहिँ म पढ्न चाहन्छु, तपाईँ वचन पढ्न सक्नुहुन्छ। पहिला फर्स्ट कमान्डमेन्ट चाहिँ नि आमा बाउको आज्ञा पालन गर्नु, आमा बाउको आज्ञा पालन गर्नु भनेर चाहिँ त्यो चाहिँ फर्स्ट कमान्डमेन्ट हो भनेर चाहिँ परमेश्वरको वचनमा भनेको छ। अनि हामी कलोसी 3:20 पनि हामी पाउँछौँ कि हामीले आमा बाउलाई आदर गर्नुपर्छ। एक्सोडस हामी 2:12 पनि हामी हेर्छौँ भने त्यहाँ पनि आमा बाउको आदर गर भनेको छ। अनि आमा बाउको आदर गर्नु भनेर चाहिँ परमेश्वरको वचनमा क्लियरली भनेको छ। त्यो चाहिँ फर्स्ट कमान्डमेन्ट पनि भनेको छ, परमेश्वरको फर्स्ट आज्ञा पनि हो। छोराछोरीले चाहिँ आमा बाउको आज्ञा पालन गर भने। आज म छोराछोरीले के भन्न चाहन्छु भने नि जब तपाईँ आमा बाउको आज्ञा पालन गर्न थाल्छ नि, जब आमा बाउलाई आदर गर्न थाल्छ नि, जब आमा बाउको अधीनमा बस्न थाल्नुहुन्छ नि, तपाईँ चाहिँ परमेश्वरको महिमा गर्दै गरेको हुन्छ। त्यसमा परमेश्वरको योजना तपाईँको जीवनमा पुरा हुँदै गरेको तपाईँले थाहा गर्नुहुन्छ। किन परमेश्वरको योजना नै हो नि त, परमेश्वरको इच्छा नै हो नि त। हामीले चाहिँ हरेक छोराछोरीले चाहिँ आमा बाउको आज्ञा पालन गर्नु नै त्यो परमेश्वरको इच्छा हो। परमेश्वरको इच्छा नै त्यो कि उहाँको छोराछोरीले चाहिँ नानीहरूले चाहिँ छोराछोरीले चाहिँ आमा बाउको आज्ञा पालन गर भन्नु। जसरी हामी चर्च मण्डलीले चाहिँ पिताको आज्ञा पालन गर्नुपर्छ, हामीले परमेश्वरको आज्ञा पालन गर्छौँ, त्यसरी नै छोराछोरीले पनि आमा बाउको आज्ञा पालन गर्नुपर्छ।
किनभने तपाईँ र म शक्तिशाली एउटा परमेश्वरले हामीलाई यस पृथ्वीमा पठाउनु भएको चाहिँ त्यही शक्तिशाली आमा बाउको कोखबाट तपाईँ अनि म जन्मेको। तपाईँ र म आज त्यही आमा बाउको कोखबाट तपाईँ म एउटा शक्तिशाली व्यक्ति त्यही आमा बाउको कोखबाट परमेश्वरले हामीलाई जन्म दिइकन हामीलाई यस पृथ्वीमा पठाउनु भएको छ। त्यही कारण चाहिँ हामी उनीहरू शक्तिशाली आमा बाउबाट हामी जन्मेको छौँ भने हामी आमा बाउलाई पनि आज्ञा पालन गर्नुपर्छ। अनि आज्ञा पालन आमा बाउको आज्ञा पालन चाहिँ हामीले अभियसली गर्नु नै पर्छ, किनभने हाम्रो आमा बाउ चाहिँ परमेश्वरको नजरमा बहुमूल्य, हाम्रो आमा बाउ पनि परमेश्वरको नजरमा बहुमूल्य। त्यही कारण हामीले आमा बाउको आज्ञा पालन गर्नु नै आशोल हो, किनभने परमेश्वरको वचनले त्यही भनेको छ। अनि जसले आमा बाउको आज्ञा पालन गर्छ त्योले चाहिँ परमेश्वरले चाहिँ लायो आयो दान पनि दिन्छु भनेर परमेश्वरको वचनले भनेको छ। त्यही कारण हामी छोराछोरीले चाहिँ आमा बाउको आज्ञा पालन गर्नुपर्छ, आमा बाउले भनेको कुरा मान्नुपर्छ। आमा बाउले भनेको अनुसार जब हामी हिँड्नु थाल्छौँ नि परमेश्वरले हाम्रो जीवनमा आशिष दिनुहुन्छ। कतिजना आमा बाबा हुनुहुन्छ तपाईँको आज्ञा पालन गर्नुहोस्, आमा बाउलाई माया गर्नुहोस्, आमा बाउलाई साथ दिनुहोस्। प्रार्थनामा हुन्छ कि उत्साहमा हुन्छ कि जसुकैमा हुन्छ तपाईँले आमालाई साथ दिनुहोस्, आमा बाउलाई प्रेम गर्नुहोस्, आमा बाउको आज्ञा पालन गर्नुहोस्। आमा बाउले तपाईँ अनि मलाई परमेश्वरको वचन साथसाथ हामीलाई कति दुःख गरेर हामीलाई हुर्काएको हुन्छ। सानो हुँदा हामी नानी हुँदा आज आमा बाउले हामीलाई दुःख गरेर हामीलाई हुर्काएको हुन्छ। त्यही कारण हामीले आमा बाउलाई आदर गर्नुपर्छ। कति मान्छेहरू आमा बाबा हुन चाहेर पनि उनीहरूसँग छैन, तर जो मान्छेसँग आमा बाबा हुनुहुन्छ नि प्लिज तपाईँहरू आमा बाबाको पालना गर्नुहोस्, आमा बाउको आज्ञामा हिँड्नुहोस्। जब तपाईँ आमा बाउको आज्ञामा हिँड्नु थाल्छ नि तपाईँले एक भागको परमेश्वरको इच्छालाई पुरा गर्दै गरेको हुन्छ, तपाईँले परमेश्वरको योजनालाई पुरा गर्दै गरेको हुन्छ, परमेश्वरको महिमालाई ल्याउँदै गरेको हुन्छ। अनि जब तपाईँ आमा बाउको आज्ञा पालन गर्नुहुन्छ। आज मेरो जन्मदिन हो अनि म तपाईँलाई एउटा छोटो गवाई दिन चाहन्छु। म 1 वर्ष हुँदा नै मेरो आमा बाबा चाहिँ डिभोर्स हुनुभएको अनि मैले अहिलेसम्म मेरो आमालाई मैले देखेको छुइनँ। आज म 24 इयर्स भयो अनि म अहिले आज यो 24 1 वर्षदेखि मैले 24सम्म मैले मेरो आमालाई देख्न सकेको छुइनँ। मैले मेरो आमा कस्तो छ भनेर पनि थाहा छैन। अनि म चाहिँ के भन्न चाहन्छु भने म आमालाई हेर्न एकदम चाहन्छु। आज म उहाँलाई याद गर्दैछु, म उहाँलाई याद आउँदैछ, मलाई भित्र पोल्दैछ त्यो कुराले, किनभने मैले मेरो आमालाई अहिलेसम्म मैले कहिले देखेको छैन। 1 वर्षदेखि मैले अहिलेसम्म मेरो आमालाई देखेको छैन। अनि म चाहिँ छोराछोरीलाई चाहिँ के भन्न चाहन्छु भने तपाईँ जतिको आमा बाबा हुनुहुन्छ नि हामी त चाहेर पनि हामीसँग थिएन। त्यही कारण जतिजना आमा बाबा हुनुहुन्छ तपाईँको जीवनमा तपाईँको परिवारमा मेरो अनुरोध छ तपाईँले आमा बाउको कदर गर्नुहोस्, आमा बाउको आज्ञा पालन गर्नुहोस्, आमा बाउले भनेको कुरा मान्नुहोस्। तपाईँको जीवनमा परमेश्वरले ठुलो काम गर्नुहुन्छ, ठुलो आशिषलाई परमेश्वरले तपाईँको जीवनमा ल्याउनुहुन्छ। तपाईँको भविष्य परमेश्वरले उज्यालो राखिदिनुहुन्छ जब तपाईँ आमा बाउको आज्ञा पालन गर्न थाल्छ। जब आमा बाउलाई कदर गर्न थाल्छ नि परमेश्वरले उहाँको स्वर्गीय आशिषले तपाईँलाई भर्न थाल्नुहुन्छ, तपाईँको जीवनमा बहुमूल्य कुराहरू गर्न थाल्नुहुन्छ, असरै कामहरू परमेश्वरले तपाईँको जीवनमा गर्न थाल्नुहुन्छ। त्यही कारण चाहिँ म के भन्न चाहन्छु भने आमा बाउले पनि नानीहरू चाहिँ के पनि होइन तर नानीहरू चाहिँ परमेश्वरको अगाडि बहुमूल्य अनि शक्तिशाली छ भनेर चाहिँ तपाईँले नानीहरूमा त्यो कुरा त्यो वचनलाई तपाईँ घोषणा गर्न थाल्नुहोस्। नानीहरूले पनि आमा बाउ चाहिँ शक्तिशाली हो, आमा बाउलाई आदर गरेको नै मेरो जीवनमा आशिष हुन्छ भनेर जब तपाईँ आज्ञा पालन गर्न थाल्छ नि परमेश्वरले तपाईँको जीवनमा अनि मेरो जीवनमा परमेश्वर शक्तिशाली काम गर्न थाल्नुहुन्छ। आमेन आमेन आमेन। परमेश्वर तपाईँ र मेरो जीवनमा
बहुमूल्य कुरा राखिदिनु भएको छ अनि हामी यस पृथ्वीमा उहाँको बहुमूल्य कुरा लिएर यस पृथ्वीमा उहाँको योजना पुरा गर्नको लागि छौँ। जतिजना यो लाइफले हेर्दै हुनुहुन्छ तपाईँको जीवनमा आजदेखि तपाईँले आफ्नो इच्छालाई मारिकन मलाई विश्वास गर्दैछु, म विश्वास गर्दैछु आजको दिनदेखि तपाईँले आफ्नो इच्छालाई मारिकन परमेश्वरको योजनालाई इच्छालाई पुरा गर्नु दिनुहुन्छ भने म यीशु ख्रीष्टको नाममा घोषणा पनि गर्छु अनि म विश्वास पनि गर्छु तपाईँको जीवनमा नयाँ काम भएको म देख्नेछु अनि परमेश्वरको महिमा गर्नेछु अनि तपाईँले परमेश्वरलाई दिएको जीवन तपाईँले परमेश्वरमा फर्किआएको जीवनले गर्दा अझै परमेश्वरको नाउँ उचालेकोस्, तपाईँको जीवनबाट अझै परमेश्वरको नाउँ उचालेकोस् अनि तपाईँको जीवनमा अझै बहुमूल्य कुराहरू परमेश्वरले भरिकन तपाईँ र मेरो जीवनमा परमेश्वर ठुलो कामहरू गर्नुको लागि तयारी हुन्छ। हामी अन्तिम दिनमा छौँ, हामी तयारी भएर हामी खडा गरौँ किनभने परमेश्वर उहाँको इच्छा अनि उहाँको शक्ति उहाँको योजना तपाईँ र मेरो जीवनमा पुरा गर्नको लागि म तयारी हुनुभएको छ। त्यही कारण हामी पनि तयारी भएर विश्वासको साथमा हामी उभिनेछौँ। आमेन। हुन्छ जतिजनाले यो लाइफले हेर्नुभयो तपाईँहरूले आशिषित हुनुभएको छ म विश्वास गर्दछु अनि धन्यवाद जतिजनाले हेर्नुभएको छ। तपाईँ र मेरो जीवनमा आजदेखि परमेश्वर शक्तिशाली काम सुरु गरिसक्नु भएको छ अनि त्यो सुरु भएको कुरा अनि परमेश्वर महान काम गरेको कुरा हामी देख्नेछौँ अनि हामी परमेश्वरको महिमा गर्नेछौँ। सँगै मिलेर हामी परमेश्वरको नामको प्रशंसा गर्नेछौँ। मेरो वचन यतिमा राख्छु। सबैजना